आज टाढा छौँ हामी एकअर्कादेखि। थाहा छैन अब भेट कहिले हुन्छ। तिमीले त मलाई बिर्सिदिन्छौ कि जस्तो लाग्छ। पहिला जस्तो छैन नि है। पहिला घन्टौँसम्म कुरा गर्दा पनि सुनाउनलाई केही हुन्थेन, तर अहिले सुनाउनलाई धेरै कुराहरू छन् अनि समय निकै थोरै। यति थोरै समयमा म तिमीलाई कसरी बुझाउँ कि ममा के बितिरहेछ भनेर। कसम अति रुन मन लाग्छ के। कहिलेसम्मलाई हो यस्तो। मिल्ने भए भए अलग भएर बस्नुपर्ने जति सबै समय स्किप गरिदिन्थे अनि सँगै हुने समयलाई मात्र पज गरेर राख्थे। कमजोर भएको छु, एक्लो भएको छु, मन भारी हुन्छ कुनै दिन तिमीलाई भेट्यो भने त। कसम तिमीलाई अँगालोमा हालेर धेरै समयसम्म रुन्छु होला म त। तिमी के सोच्छौ होला मेरो बारेमा? परिस्थिति हेर न मेरो।